यो हो हाम्रो बजाजको प्लाटिना 100cc को बाइक र रिसेन्टली बजाजले चाहिँ प्लाटिनालाई पनि नेपाली मार्केटमा अपडेट गरिसकेको छ। अब चाहिँ तपाईको प्लाटिना चाहिँ BS6 FI इन्जिनमा आउनेवाला छ, जसले गर्दा तपाईको इन्जिन रिफाइनमेन्ट बन्नेछ, माइलेज बन्नेछ र तपाईको थ्रटल रेस्पोन्स पनि बेटर हुनेवाला छ है त। त्यसमा तपाईको क्याटलग कन्भर्टर, तपाईको दुईटा अक्सिजन सेन्सर पनि आएको छ र बाइक चाहिँ तपाईको चाहिँ फिट एन्ड फिनिस पनि राम्रो छ र माइलेजको कुरा गर्ने भने चाहिँ कुरै नगरौँ। यसमा तपाईले 11 लिटरको फ्युल ट्याङ्क आउँछ, त्यही पनि मिटरको, र यो बाइकमा चाहिँ तपाईले आरामसँग 75-80 को चाहिँ माइलेज पाउन सक्नुहुन्छ है त। साथै यसमा तपाईलाई चाहिँ कम्बी ब्रेक पनि दिएको छ, ब्युटिफुल तपाईलाई चाहिँ 17 इन्चको यो एलोय व्हील दिएको छ, 80/116 को टायर आउँछ र फ्रन्टमा तपाईको लुक चाहिँ यस्तो हुनेवाला छ है त। र यसमा तपाईलाई नयाँ अब USB चार्जिङ पोर्ट पनि दिएको छ हैन, देख्नुभयो होला। यहाँ तपाईले मोबाइल चार्ज पनि गर्न सक्नुहुन्छ र तपाईको चाहिँ के भनौँ 2,49,900 को प्राइस हुनेवाला छ र डेली कम्प्युटर गर्नुस्, हाइवेतिर राइड गर्नुस्, फ्यामिली मेम्बरसँग राइड गर्नुस्, तपाईको बाइक चाहिँ निकै नै कम्फर्टेबल हुनेवाला छ है त। र यो बाइकको सबैभन्दा राम्रो स्ट्रङ पोइन्ट भनेको चाहिँ माइलेज हो के। तपाईलाई 70 to 80 को माइलेज दिनेछ र यसमा चाहिँ कम्पनीले तपाईलाई 4 गियर दिन्छ र अहिले चाहिँ नयाँ यसमा तपाईलाई साइड स्ट्यान्ड कट अफ फिचर पनि दिएको छ है त। र ग्राउन्ड क्लियरेन्स पनि तपाईको 200 mm को हुनेवाला छ, 8 PS को पावर र 8.3 न्युटन मिटरको टर्क आउँछ र टप स्पिड आरामसँग तपाईले 80-90 सँग राइड गर्न सक्नुहुन्छ। र लो मेन्टेनेन्स र हाई माइलेज खोज्नुहुन्छ भने तपाईको लागि चाहिँ हाम्रो प्लाटिना चाहिँ वान अफ द बेस्ट चोइस हुनेवाला छ है त।